हेलो गाइज, वेलकम टु माई न्यू भ्लग। आज चाहिँ धेरै नै 2-4 महिनापछि नै आज चाहिँ फेरि भ्लगमा जोडिँदैछु। अभी मजा आएगा ना भिड। आज चाहिँ भ्लग बनाउँदैछु। धेरै महिना भइसक्यो मैले छाडेको, लगभग 2-4 महिना भइसक्यो। 2-4 महिनापछि फेरि आज भ्लगमा म जोडिँदैछु। रहा नहीं जाता, तड़प ही ऐसी है ना। आज चाहिँ त्यही यसो सर्टकट शान्ति न भ्लग बनाइदिउँ भनेर गोठाला गएको। गोठाला जाँदैछु म चाहिँ, गोरु गोठाला। अब हिजो भर्खर रोपाइसक्यो नि त। हिजो भर्खर रोपाइसकेपछि चाहिँ अब गोरुको के काम छ र भनेर चाहिँ आजदेखि चाहिँ म रोपाइमा गोरु गोठालामा लाग्दैछु। आज चाहिँ हिजो चाहिँ ट्याकटुक रोपाइ सक्यो। लास्ट यहाँ त्यो रोपाइ गर्नु हिजो, यहाँ पनि हिजो हान्यो। अनि आज चाहिँ गोरु चराइदिउँ भनेर आएको छु म चाहिँ छेकु। यो छेकु भन्ने ठाउँमा आएको छु म चाहिँ यता सट्टासँगले। आज चाहिँ यसो 2-4 महिनापछि जोडिएको, यसो छोटो शान्ति नै मिठो बनाइदिउँ भनेर आएको। मिठो त के हुन्थ्यो, तपाईँहरूले मिठो मानेर हेरिदिनु भने मिठै हो, मिठो मान्नु भएन भने नमिठै हो। यहाँ छ हाम्रो 2टा अवस्था रे गोरु। कौन है ये लोग, कहाँ से आते हैं? यिनीहरूलाई चाहिँ म एकदम अब नुन खुवाएर चाहिँ घाल्न लागेको छु। मेरो नुन दिनुभएको चाहिँ यो हो। यसमा चाहिँ म नुन दिन आँटेको छु गोरुहरूलाई। नुन चाहिँ यहाँ छ मेरो, होइन। अब नुन दिँदैछु गोरुलाई। यो गोरुको नाम चाहिँ फुर्के, यसको कारे। टक्क फुर्केलाई चाहिँ नुन दिन लागेको छु मैले। नुन चाहिँ प्लास्टिक नै छ, तर के गर्नु, खोइ खनिँदैन कता छ। ल नुन खान्छ, होइन। गोरुको चाहिँ एकदम जोतेको यस्तो भएको छ, काँध छुनु पनि मान्दैन। यता अर्को छ तारे गोरु, यता फुर्क्यो। यो चाहिँ टक्क, यो चाहिँ मेरो एरिया चराउने एरिया हो। फाइनली मैले चाहिँ मेरो चराउने एरियातिर चाहिँ गोरुहरू छोडिसकेको छु, होइन। गोरुहरू चाहिँ धेरै पर पुगिसक्यो तातिर। म चाहिँ अब चट्ट के गर्नु, गोठालो टक्क बस्ने, गोरु हेर्ने, बस्ने, सलक्क भएर सुत्नु मन लाग्यो सुत्दिने। तर सर्पले किस खान्छ र अलिक डर लाग्छ। त सुत्नै बस्नु, अलिक त्यो पाखातिर गएर सुत्दै बस्नुहुन्छ। घाँस नि त्यत्तिकै छ, सलक्क हरियो ठुला परेका। चट्ट जस गोठाला आउनु चाहिँ मजै हुन्छ, रमाइलो हुन्छ। मैले खेतमा अहिले पानी हालेर आएको थिएँ। खेत नि लगभग भरिसक्यो होला। खेत भराएर चाहिँ चट्ट गोरु पनि चरिरहेछ, आफूलाई पनि ढुक्क बसिराख्ने मजा छ हौ। जस गोठाला आउन अहिले गाउँघरतिर यही छ गोठाला। हिजो भर्खर रोपाइसकेको यो रोपाइ चाहिँ अब मैजारे भने जस्तो हो। अब कोदो रोपाइँतिर लाग्नुपर्छ। गोरु चाहिँ एकदम मजाले चरिरहेछ किबी बारीमा। किबी चाहिँ खाँदैन, क्या खानु चाहिँ गोरुले। घाँस चाहिँ एकदम बवाल छ किबी बारीमा चाहिँ। लगभग आधी घन्टा चरायो भने चाहिँ ल्यापटुम भरिने खालको घाँस छ। म चाहिँ एकदम बसिरहेको छु। पानी आउँछ कि भन्ने डर भइरहेछ आकाशबाट। माथि चाहिँ एकदम हिँडो लागेर झन् घुम भइरहेछ। हिजो पनि यतिखेरैतिर लगभग हिजो चाहिँ 10 बजी फुकालेको गोरु। अनि लगभग 12-1 बजीतिर चाहिँ पानी आएको, पानी गोदिएको। अन्त आज अलिक ढिलो आएको छु। अब फेरि आज पनि त्यस्तै हुने कि भन्ने डर भइरहेछ। तर पानी झरेर पनि गोरु चरिहाल्छ। अनि मेरो छाता छ, ठिकै छ सुनि। र अहिले गोरु चाहिँ एकदम किबी बारीमा हालिदिएको छु। माथि एकदम माथि दाइहरू पनि छ गोठाला, दुई भाइ दाइहरू। अलिक तलै छु, पर
पानी खुवाएर खोलिदिएँ घाँसमा अब चाहिँ अनि फेरि अब घाँस खुवाएर चाहिँ लास्टमा पानी खुवाएर चाहिँ बाँधिदिने हो। अनि 2-4 महिनापछि जोडिएकोले गर्दा अब छोटो मात्रै बनाएको छु। बा बिर्सिसक्नु भएको छ कि भनेर यसो सम्झना आओस् न भनेर मात्रै भनिदिएको। आजलाई चाहिँ यति नै। फेरि अब चाहिँ लगभग जोडिन्छु भ्लगमै यो बिदा भएन। अब 3 महिना बिदा त त्यति नै बितिसक्यो। अब रिजल्ट नै आउन आँट्छ। असार पहिलो हप्ता आउँछ भनेको 7 गते तोकेको अहिलेसम्म आएको छैन। अब असार तेस्रो हप्ता तोकेको छ। असार तेस्रो हप्ता पनि अब आउँछ कि आउँदैन। त्यही भएर अब चाहिँ बिस्तारै भ्लगमै जोडिन्छु म। सब्सक्राइबर अब 2000 कटिसकेको छ। अब लगभग पैसा आउँछ होला। 2000 सब्सक्राइबर कटिसकेको छ। अझै सब्सक्राइबर बढाउनको लागि तपाईँहरूले यसो लाइक सेयर कमेन्ट गरिदिनु होला। सब्सक्राइब चाहिँ ज्यादा मात्रामा गरिदिनु होला भन्दै आजको भ्लग यति नै अन्तिम गरौँ। मेरै मात्रै कुरा हो, धेर बक। अब चाहिँ तपाईँहरूले कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला भन्दै आजलाई बिदा हुन्छु। हस् त, धन्यवाद।